Okay, it's time to ride. Okay, back on the road. It's new day, new vlog. Hello and namaste everyone. Hope you guys are fine. Welcome back to the channel. आजको ल्यान्डमार्क भ्लगमा फेरि स्वागत छ सबैजनालाई. आजको भ्लग पनि random Saturday ride हो. It's Saturday and I'm not going the usual route today. आज अलि different route जान्छु म. सधैँ एउटै बाटो भएको भएर going on a different route. उताबाट जाउलाखेल हुँदै त्यस शब्दबाट निस्किने भनेर आज यो रुट हिँड्दैछु म. म छिरिहाल्छु है त, नत्र त अड्किन्छ त फेरि. ए हजुर, so why do I end up choosing this road भन्दाखेरि चाहिँ ओके हो यार, साइकल राइड हो क्या. रनिङ रेस. So why did I choose this road भन्दाखेरि चाहिँ इट्स ह्यासल फ्री हो नि त. अब उता मेन रोड हुन त शनिबार यत्तिकै नै ह्यासल फ्री नै हुन्छ. अब उता मेन रोडबाट जाऊ, 3-4 ठाउँमा स्पिड चेकिङमा पर अनि झ्याउ हुन्छ भनेर चाहिँ अनि यता जाउलाखेलको रुट हिँड्छु, अगाडिबाट जाउँ, जाउलाखेलको रुट हिँड्छु भनेर बसिरहेको छु. ट्राफिकमा बस्न सबैलाई मन पर्दैन नि त. बरु त्यो ट्राफिकहरूलाई त्यो बाटै अगाडि नै हिँडेपछि त My goodness. So what do you guys think about traffic in Nepal? धेरै ठाउँ हुन्छ नि त ट्राफिक. सैटरडे को मजा चाहिँ यही हो क्या, बिताउन पाइन्छ ट्याङ्गी. नो ब्रेक्स भने जस्तो कुदाउन पाइयो नि त. You don't need no brakes. जति झ्याम कुदाऊ. So right now at Kampal Chowk, कहीँ लाइट छ र ट्राफिक छ त मोबाइल चलाएर बसिरहनु छ. लेफ्ट जानलाई नि कहिलेदेखि यस्तो रुल बनाएको क्या फेरि. सिधाबाट आउनलाई त युनिट रुल्स होइन. लेफ्टबाट जानलाई लेफ्ट जानु पर्ने त जान दिनुपर्ने होइन र. What with this traffic system? मारी पार्टी आइपुग्यो. सो मैले बाइक निकालेको नि यहीँको बजाजको सोरुमबाट हो. मेरो यो प्रिसियस बाइक निकालेको चाहिँ यही बजाजको सोरुमबाट हो. एन्ड इट्स बिन लङ इयर्स चलाएको पनि. एन्ड यस, वाइ हेभन्ट आई बिन भ्लगिङ दिस लङ डेज. कति भने 1 हप्ता बेसी नै भइसकेको थियो भ्लगिङ नगरेको. किन एक हप्ता भइसकेको थियो नि त भ्लग नगरेको. अनि किन भन्दाखेरि चाहिँ आई ह्याड एन माइनर एक्सिडेन्ट. त्यो एक्सिडेन्ट भएको थियो अनि त्यसको इम्प्याक्ट चाहिँ परेको थियो हातमा र खुट्टामा. खुट्टा त चाँडै निको भयो के अरे. हात चाहिँ ठ्याक्कै 1 हप्तापछि दुख्न थाल्यो कि. 1 हप्तापछि दुख्न थाल्यो मेरो राइट ह्यान्ड. अनि त्यसले गर्दाखेरि मैले बाइक राइड नै गरिरहेको थिइनँ. ट्राफिक बाइक राइड गरिरहेको थिइनँ. अनि बाइक राइड नगरेपछि भ्लग पनि खासै बनाइएन. स्कुटर मात्र चलाइरहेको थिएँ. स्कुटर पनि त्यही घर जान अफिस जाने घर जाने, अफिस जाने घर जाने, कहीँ गइया पनि थिएन, निस्किया पनि थिएन.
त्यसले गर्दाखेरि भ्लगहरु खासै बनाइरहेको थिइनँ मैले सो आई एम ब्याक फुल्ली रिपेयर चाहिँ भएको छैन यो हात अझै कहिलेकाहीँ झट्का लाग्दाखेरि दुख्छ तर इट्स ओके आई एम एबल टु राइड नाउ त्यसले गर्दाखेरि आजको सुरुवात गरिहालौँ सटरडे राइड विथ अ भ्लग भनेर सो आई एम हेडिङ टु वर्क कामै गर्नु परिहाल्यो नि जान दिइरहेको रहेछ सो जहिले आउने रुट चाहिँ म उता थियो नि त अनि आज चाहिँ यो बाटो आइदिएको सो मेरो काम चाहिँ स्विमिङ पुलमा हो एज अ स्विमिङ इन्स्ट्रक्टर and if you guys love swimming you can contact me so if you want to learn swimming for your kids of any age group june age group bhaye pani huncha then what you have to do is go to this website yeah pop up bhaira hola website त्यसमा जानु होला र डिस्क्रिप्सन बक्समा पनि राखिदिन्छु so I'm right here and I'll see you guys in a bit. Okay, heading back from work. So currently it's 10:07 10 बजेर 7 मिनट गइरहेछ अहिले चाहिँ म युजुअल बाटो फर्किरहेको छु शनिबार भएर चाहिँ खत्रै खादिसक्यो जामसाम नहुँदा त रमाइलो हो यो बाटो तर धेरै कुदाउन नि पाइँदैन त्यो हो एउटा कुरा स्पिड चेकिङ अल द वे हो नि त यो बाटोमा त फेरि अलिकति कुदायो भने नि समस्या नि त त्यसैले सो यत्रो दिन भ्लग नगर्नुको कारण चाहिँ त्यही हो एउटा माइनर एक्सिडेन्ट भएको थियो तर त्यसले गर्दा इम्प्याक्ट पछि चाहिँ अलि धेरै परेको भएर आई हेभन्ट बिन भ्लगिङ द दिस लङ डेज सो आई एम ब्याक नाउ सो नट ओन्ली मोटो भ्लग अब चाहिँ आई हेभ डिफ्रेन्ट थिङ्स इन माइन्ड so a glimpse of what I'm working on so yetro din gap bhaye pani I didn't stop I stopped making videos but I learned new things naya kuraharu sikhday chu so moto vlog lai pani continue chai garchu so moto vlog sathai I'm going cinematic so I'll show you a glimpse in 3 2 1 Hey, I am Sanjeev Karki and welcome to my channel. त्यति हो अहिलेको लागि I've been working on it oh बच्चाहरु कहाँ कुदेको यार so I'm working on that thing त्यसको लागि अब भिडियो खिच्न टन्नै ठाउँ जानु छ त्यसले गर्दाखेरि धेरै कुरा सिकिसके यो हप्ताभित्रमा एक दुई हप्तामा भनौँ न नयाँ कुराहरू सिक्दैछु सो यु गाटा किप वेटिङ फर द्याट अनि डु सब्सक्राइब टु द च्यानल है डु सब्सक्राइब सो यही कारणले पनि म बिहान चाहिँ त्यो जौलाखेलको बाटो आएको हो किनभने यसो ट्राफिकमा अड्के गर्नुपर्छ बरु यसो शनिबारको दिन त ह्यासल फ्री कुदाम न भनेर So how do you guys feel that way कति त्यो ट्राफिक जाममा बस्दाखेरि कतिको ल्याङ लाग्छ यहाँको ट्राफिक जाम भन्दा त मेन त वहाँ गर्खको हो कि एकचोटि अड्केपछि अड्के शनिबारको दिन त धेरै अड्किँदैन होला अरू दिन त यस्तो वाइल्ड हुन्छ So with that said is also another Saturday random observation ride in the city of Lalitpur. राति ठ्याक्कै यो बाटो हिँड्न चाहिँ सही मजा आउँछ हौ कति यो साइडको यो लाइटहरू यस्तो मजाको देखिन्छ त्यसको टटरी यो बाटो हिँड्न चाहिँ रमाइलो हुन्छ बेलुका पनि अनि यहाँ रुल्स अफ नेपाल हेभ चेन्ज सो मच बाइकिङमा वाइल्डै चेन्ज भइरहेको हौ अब पछाडि बस्नेले नि अब इम्प्लिमेन्ट चाहिँ भएको छैन जस्तो लाग्छ तर अब अगाडि पछाडि बस्नेले त लगाइहाल्छ पछाडि बस्नेले नि हेलमेट लाउनु पर्ने रे के नियम ल्याउँछ यार अब पठाउमा बस्नेले नि अब भनेपछि त अगाडि पछाडि बस्नेलाई नि हेलमेट बोकेर हिँड्नु पर्यो
ठिक छ उनीहरूले त बोक्ला अरे होइन अब पछाडि बस्नेले लाउला त त्यत्रोजनाले लगाइरहेको हेलमेट त लाउँदा त लाउँदैन होला पक्कै पनि त्यसको इम्प्याक्ट के पर्छ भन्ने थाहा छैन थाहा छ कि क्या हो थाहा कि थाहा छैन अब त्यही हो वियर्ड थिङ्स ह्यापन्स सबै नेपालमै हुन्छ यस्तो यस्तो नियमहरू नेपालमै बन्छ त्यसको लागि केही गर्न सकिँदैन अब हामी जनताहरूले सुन्नी बस्ने त हो त्यही हो अब चाहिँ आम हेडिङ होम आजको अब्जर्भेसन राइड यस्तै भयो एन्ड अब्जर्भेसन राइड प्लस क्विक अपडेट on my life. So we'll see you guys in the next vlog for more updates on vlogs and everything. Do subscribe and we'll see you in the next vlog. Peace.